यहाँ हेर्नु त गाइस मेरो छोराको दाल एकछिन चिया पकाउन छिरेको यहाँ तल झरेर कति चाँडो यस्तो सिँढीमा चढिसकेछ। यस्तो पनि हुन्छ, यस्तो गएपछि कसरी त गर्नु। एकछिन 1 सेकेन्ड भएको छैन, चिया पकाउन भित्र छिरेको यहाँ माथि चढिसकेको छ। यत्रो यहाँदेखिको भर्नु 10वटा खुर्किला छ, पानी मात्रै बसाउनु गएको थियो, यहाँ पुगिसकेको छ। यहाँ माथि यत्रो 10वटा खुर्किला। कहाँ चाहिँ हिँडेको तिमी? माथि कोही पनि छैन त। चानो हेर स्वा गल्दै, माथि कोही छैन। बाबु हाम्रो 15वटा खुर्किलो चढिसक्यो। गल्यौ त, माथि कोही पनि छैन, कोही छैन माथि। लु होइन तल होइन सानो, माथि कोही पनि छैन। लडिन्छ है, माथि कोही छैन। हिँड्नु त 15वटा खुर्किलो चढिसक्यो। आनु ल, माथि कोही छैन, हिँड्नु हिँड्नु हिँड्नु। अब यता कता त? अब यो पनि चढ्ने, सिँढीको पनि जाने माथि, सिँढी पनि माथि जाने। खुब ठुलो मान्छे हुनु गयो सिँढी चढेर। ठुलो, कति ठुलो भए जस्तो लाग्दो होला होइन? स्वासा गर्दै यत्रो 15वटा सिँढी चढेर राम राम राम। अब फेरि यताको भुइँमा कहाँ जाने? कहाँ माथि छतमा? हेर त मेरो छोरो कति रहर उसलाई सिँढी चढ्नु। लिन अब भयो सानो भयो।